Hey guys, welcome to my new vlog. आजको vlogमा हजुर सबजना स्वागत छ। अहिले चाहिँ नि 10:11 भइसक्यो, खाना खाएर टक्क गीत सुन्दै म बसिरहेको थिएँ। त्यहाँबाट याद आयो के तिम्रो के तिम्रो याद आयो। सो अनि त्यहाँबाट भिडियोहरु त बनाउनु पर्यो हैन। सो बनाउन त पर्ने हो। कस्तो गीत सुन्दै आएको क्या बसिरहेको थिएँ कि गीत सुन्दै बसिरहेको थिएँ क्या गीतमै मजा लागिरहेको थियो के। सो घाम मस्त लागिरहेछ हैन अहिले चाहिँ। हिजो पानी परेन हिजो परेन अस्ति पर्यो होला। सो हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ पुरै यस्तो देख्छ हैन। यता चाहिँ दामी देखिरहेछ। आज चाहिँ हामी खोला जाने प्लानिङ भएको छ के। ऊ मेरो कपाल त जङ्गली भयो होला है। सो खोला जाने प्लानिङ भएको छ हाम्रो। अनि यसलाई चाहिँ यहाँ राखिदिइरहेको छु। यो लास्ट के भएको छ यसलाई जुम्बा परेर जस्तो दबाई ल्याएर हालिदिनु पर्ने। सो गाइस हामी चाहिँ खोला जाँदैछौँ भने त्यो दुईटा बौलाहरू चाहिँ त्यहाँ छ। यो र म चाहिँ यहाँ छौँ चाउचाउ लिएर छौँ। सो खोला गएर नुहाएर ह्याँ गरेर आउँछौँ हामी। दुईटा इकोहरू चाहिँ सो हाम्रो वनतिर चाहिँ लाली गुराँस पनि पाउने बेला भयो है। बस्दै भर्खरै गयो बसेरीको लाली गुराँस चाहिँ यहाँतिर हुन्छ कि पहिला त। तपाईँलाई यहाँको एउटा कहानी थाहा छ गाइस। यहाँबाट क्या होइन एउटा मान्छेले माथितिरको एउटा बुढी मान्छे हल्का सुन लगाएको थियो होइन। एउटा मान्छेले हामी सुने हो। अनि यहाँ राखेर यो सबै खेत चाहिँ मेरो भनेर देखाएर तल देखाएर धकाल्दैछ कि यहाँबाट तलबाट। एउटा मान्छेले चाहिँ कति वर्ष अन्त लाली गुराँस कति वर्ष भन्दा भयो होला 6-7 वर्ष। अनि यहाँनिर चाहिँ लाली गुराँस हेर्नु है। सो यहाँतिर चाहिँ लाली गुराँस छ। ऊ त्यहाँ तल नि ओ यहीँ पर्मिन त्यहीँ छ त्यो त। ऊ त्यहाँ उता नि भेटिन्छ सक्छ है लाली गुराँस। यो त च्यान डाँडा भन्ने ठाउँ छ। सो त्यहाँ पनि लाली गुराँसहरू चाहिँ भेट्छ। यहाँ कस्तो आनन्दले बस्नु थाल्छ ऊ त्यहाँ माथि। म गोठाला पहिला गोठाला गाल्न जान्थेँ। अहिले जाँदिनँ। यो वनतिर तल लाली गुराँस नि पाउँथ्यो होइन। सानो हुँदा त अब ए लैदिने केटीहरूलाई दिने भन्ने जस्तो लाग्थ्यो। सो अब चाहिँ हामी बुझ्ने भइसक्यौँ। हामी केटीको पछि होइन केटी चाहिँ हाम्रो पछि लगाउने हो। तर यो होइन केही नै होइन केही पनि होइन। यो त होइन नि कस्तो राम्रो म त्यहाँ माथि भैँसी। यहाँ तलतिर चाहिँ होला कि अझै नै लाली गुराँस। यहाँनिर डोजर रहेछ। यता परसर हानेको थियो कि उतातिर खने जस्तो लाग्यो। यहाँ डोजर रहेछ उतातिर खने छ होला। यहाँतिर चाहिँ अलिअलि बाटो बन्न लागेको रहेछ होइन। यहाँ धेरै नै गाह्रो थियो। सो बनाउँदा आएर रहेछ यता हामीलाई त थाहा थिएन। धेरै पछि आयो केटाहरू हामी त। अनि यहाँतिर चाहिँ बनाएर रहेछ कि यस्तो। यहाँ त आइपुगेन हामी। यहाँतिर चाहिँ यस्तो बनाएर रहेछ कि। झर्दा पर्ने त्यसरी गराउनु चाहिँ त्यो गान्थे। लाली गुराँस हेर्नु न वाउ मैले देखाएको थिइनँ यार। यहाँतिर हेर्नु न उहाँ लाली गुराँस दामी छ है। यहाँनिर पनि बनाउनु लाएर रहेछ है। उकास्न ला होला। थोरै विकास भइरहेछ है। गाउँ समाज विकास भइरहेछ। यतातिर चाहिँ बसेरी गुम्बा चाहिँ माथि टुप्पाको है डाँडै हो। बसेरी यता डाँडा गाउँ सबै ठाउँ यो भैँसी भङ्गेरी तल्लो बसेरी माथिल्लो बसेरी सबै छन्। सो गाइस हामी चाहिँ होइन अब सानोमा आएको खोलै छैन रहेछ क्या। हो भने जमानु हामफाल एकचोटि गाडी त्यहाँबाट त्यहाँनिर हाम्रो जानु चाहिँ सिद्धान्त। सो पानी सानी त खोला नै सुकेर जान लागेछ। हामीले खोला आइसक्यौँ। अब चाहिँ सुरज र म चाहिँ डाइभ हान्न लाग्यो। यो र म यसलाई हान्छ पागल। सो रुवा सानो रहेछ। हामी पौडी खेल्छ म अनि हामी घर जान्छौँ। यहाँनिर त गएर सक्यो अलिकति मोबाइल लिएर हाम फाल्दिउँ कटु ल्याएर हाम खेलिदिउँ कि जान म यो मात्रै ल्याएर हान्दिउँ कि अन्डर वेयर मात्रै ल्याएर कटु नि लाउँ कि
चिसो चिसो छ आज के हाल्छ लु सायद म चाहिँ खाना लायो है त नेमारको फ्यान अरे रोनाल्डोको भिडियो खाएको ठुलो हो उहाँ त गइरो खायो बुन्ने नाप त नाप्नु न भाइ ओए एकछिन बन्द गर्दा स्ल्याक्स एकछिन बन्द गर्दा स्ल्याक्स अबे साले सो गाइस यदि गएर त छैन यहाँ नौना मेरो ज्यान मैले पनि छैन यसको मा छ मैले देखाइदिनु थिएँ ए बा हो यहाँ अगाडि हेर्न ए दैवा हो नुहाउँछौँ है त सो गाइस हामीले चाहिँ अझै नुहाएर भ्याइसक्यो होइन जाडो चाहिँ त्यति भएन सो अब चाहिँ चाउचाउ खानु ला है वाइ खानुहुन्न यो बिग्रिया चाउचाउ हेर्नुहोस् है गाइस कस्तो राम्रो भ्यूहरू देख्छ हाम्रो ठाउँबाट है सरर यहाँ चाहिँ कट्टु केटाहरू पनि आयो होइन माथितिर नि यस्तो छ है राम्रो एकदम यस्तो खतरा अझै पानीहरू धेरै सुकेर गयो क्या केटाहरूको चाहिँ त्यहाँ फोटोसोटो हान्ने चलिरहेको छ मैले पनि बनाएँ थोरै फोटो भिडियो साङमा छौँ कि त्यहाँ घाम हेर्न सक्नुहुन्छ होइन घाम सरर लगाइरहेछ हामी एउटा साङ चाहिँ यस्तो छ ऊ त्यहाँ पौडी खेलेर आएको चाहिँ हामीले उसले चाहिँ ऊ त्यहाँ तल भन्दै थियो यो खेलेर चाहिँ यो हेर्नुहोस् गाइस कस्तो दामी देख्छ है सरर हावाको बताससँगै अल्छी लायो खोला खेलेर आएपछि त्यस्तै हुन्छ है पौडी खेलेर आएपछि त है सुरज थापा त्यहाँनिर लिएर आएपछि भेटौँला त्यस्तो राम्रै देख्यो फाल्न गाडी एउटा टक्क क्यामेरा पर्ने गरेर ल यो गान्टेले फोटो पठाएको कति धुवाँ गरेछ यार वाउ फाल न तिमी जोडिन हान्छेले के काम ल तँले मैले 28 सय थिएँ नि मलाई धकालेर नि मैले 28 सय थिएँ नि मलाई धकाल्छ नि झन् सो हेर्नु गाइस चाहिँ लालीगुराँस हो नेपालको राष्ट्रिय फुल यसलाई चाहिँ खान नि मिल्छ कि सो गाइस सुरज चुताड आउँदैछ नि हामी त्यहाँ तर्साइदिन ल्याएर लुकिरहेको छौँ कस्तो आउँदै आइसक्यो कि मेरोमा त यार अरूको मौज्याल आउँछ जा लुली जान हेर्न भिडियो गरिरहेको छु नि तँ हिँड्दै जान तल जान हामी तर्साइदिन्छ कि त गाह्रो भएर उयो गरे यसै गरी अर्को पनि नाम भन्न चाहे गान्डी चस्मा दिनु चस्मा हेर बोले बिर्सेर आयो कि लाली खै यतै हेर त छ्यात ओलिगा गान्डी तेरो क्याप ल्याउनु बिर्सिक्यो मैले नाटक नगर अहिले म लाएर आएदेखि खास कसो भने टोपी लगाएर हेर न ओलिगा नामा जस्तो देख्छ त हेर्नु यस्तै व्यवहार गर्छ म बोले के बोल्छ खै दिनु चस्मा दिनु एकछिन आजै लाखदिनु कसाउँ तिमीहरूसँग किन सब त्यता गर्दा खालि मलाई त्यस्तो नभन्नु गान्डीलाई गर्नु पठा भनेको मानेन भिडियो चाहिँ छु भने भिडियो भने पठाइदिए ठिकै हेर्न राम्रोसँग तेरो फोटो यो होइन त्यो लाली गुराँसको फुलहरू पठाइदियो भने अन्त दिल्ली आइरहेको छ ओ गान्डी तैँले त्यो चस्मा कहाँबाट पाइस है यहाँ फेरि वेलकम त हो नि अब गाइस हामी चाहिँ यहाँ आइसक्यौँ होइन अनि यहाँ केटाहरू यहाँ लाइट जोड्नु हो केटाहरू दुईटा नआए साइको यसो लाइट हिजो दुइटाले त्यहाँ गएर हालेको है हिँड्दा चाहिँ कति बिस्तारै बोल्नु न यार जुन चामदिङ के गाइस सो
हाँसेर डाँटिरो कति भन्नु तिमीलाई सम्झिँदिन बागेर कहाँ जाउँ तिम्रो यति कहीँ छ कुन चाहिँ भिडियो पठाउँछ मान्छेले मेरो हाल्दैन मेरो भिडियो नि त्यो डकुमेन्टबाट पठाएँ सो मैले उहाँहरूको मोबाइलबाट चाहिँ भर्खरै सब्सक्राइब हाने है भर्खरै यहीँ ठाउँको ठाउँ ऊ त्यो मोबाइलबाट नै हानिसकेँ मैले सबैको यहाँ बाजु सबैकोबाट हानिसकेँ होला मैले के भन्छ एरिए तँलाई किर्काउँदी सो केटाहरू सब यहाँ बसिरहेको छ होइन मेरो त लेभलै छुट्यो म यस्ता बस्ने हो अनि के गरे हो फोटो खिच्दा नि यहाँ चुप्पा खाइ गरेको छ छ्या अनि सो गाइज हजुरहरूलाई आजको भिडियो के कस्तो लाग्यो यदि मन पऱ्यो तल एउटा कमेन्ट छोडिदिनु होला भन्दै नेक्स्ट भ्लगमा भेट्नुपर्छ सो बाई बाई गाइज